Hello guys, after a long time welcome to my Royal Block 7 हैन यसमा चाहिँ म चाहिँ धेरै गायब भयो मैले चाहिँ भिडियोहरू नि बनाएर हाल्न भ्याएको थिएन कामले गर्दाखेरि अलिअलि आज चाहिँ म हाम्रो चाहिँ क्रिसमसको चाहिँ बिदा छ हिजो आज चाहिँ समथिङ लगभग 20-22 दिनको चाहिँ अफ छ आज चाहिँ म चाहिँ यहाँ हाम्रो एकदम फेमस ठाउँ आयनापा चोकतिर जाँदैछु हैन यहाँको चाहिँ दृश्य आज चाहिँ कस्तो कस्तो रहेको छ के कस्तो छ भ्यूहरू यहाँलाई चाहिँ देखाउँछु म हैन क्रिसमसको चाहिँ प्रिपरेसन्स गरिरहेको छ है यो चाहिँ म गइरहेको बाटो हो म चाहिँ मेनली हिँड्ने चाहिँ डेली हिँड्ने रुट नै यही हो मेरो चाहिँ हैन सधैँ म चाहिँ हिँड्ने बाटो नै यही हो कति चिसो भएको छ मलाई चाहिँ तातो तातो बनाउन मन छ भनेपछि यहाँ चाहिँ मसाज लिन सकिन्छ हैन यहाँ चाहिँ थाई मसाज हो वान अफ द बेस्ट मसाज हैन त इन युनिभर्स वान अफ द बेस्ट मसाज हो थाई मसाज अनि यो चाहिँ हाम्रो चाहिँ हार्ड रक हो हैन यो पनि फेमस हो के हार्ड रक अहिले चाहिँ यहाँको सडकहरू एकदम सुनसान छ हैन चिसोको कारणले गर्दाखेरि चाहिँ यो चाहिँ हाम्रो चाहिँ आयनापा हो चाहिँ हैन पार्क हो आयनापा पार्क हो यो चाहिँ हार्ड रक रेस्टुरेन्ट हो यो पनि एज अ होल 12 महिना नै खुलिरहन्छ अनि यहाँ चाहिँ यिनीहरू झन्डाहरू चाहिँ देख्न सक्नुहुन्छ हैन यहाँ चाहिँ उही मसँग काम गर्ने साथी पनि आएर यार एकजना बुढो थियो त्यो बुढो पनि यहाँ मसँग काम गर्ने बुढा है त्यो यहाँ क्रिसमसको तयारी गरिरहेछ नि त क्रिसमसको चाहिँ देखाउनलाई आएको ऊ त्यो तक्ले हो हैन लगाइन्छ यहाँ चाहिँ क्रिसमसको चाहिँ डेभ्यू हो यो चाहिँ हैन मैले फोटो खिच्दैछ है हेलो हाउ आर यु मास्टर Is your daughters? No. Your My son and children. Okay. Hello. Say hi. Yes, us. Yeah. Yes, us. No. Say hi. No. यो रुखहरू चाहिँ ठुलो थियो हैन अहिले चाहिँ काटेर चाहिँ यिनीहरू सबलाई हटाइदिइसक्यो क्या रुखहरू हैन यहाँनिर चाहिँ आइसक्रिम सप थियो अहिले चाहिँ क्लोज भइसकेको छ चिसोको कारणले गर्दाखेरि अनि यहाँ छ पसलहरू हैन यहाँ हाम्रो अर्को भ्लगर फेरि लौ उहाँ हाम्रो भ्लगर दादा कतिखेर आइस हजुर भर्खर आइस कोही आएनहरू हो यहाँ टक्क कार्ल्सबर्गको चिसो बियर लिएर यसरी बसिरहेको छ हाम्रो दादा एक्लै आइसकेको छ उहाँ चाहिँ बस ल है अनि यहाँ चाहिँ यो चाहिँ डे भ्यू हो होइन क्रिसमसको तयारी गरेको यहाँ चाहिँ सुन्तला होइन अनि त्यसपछि ल्याएर यो चाहिँ बिग ट्री छ क्रिसमसको चाहिँ होइन अनि यहाँ चाहिँ वाटर पार्क गाइस सुन्तला होइन अनि अरे सुन्तला यहाँ टिपेर खाने कोही होइन यो 101 को बस नम्बर आयो हामी चाहिँ यो बसमा चाहिँ जान्छौँ काम गर्न चाहिँ होइन यहाँदेखि होटल जाने बस चाहिँ यो हो यो रहेको छ हाम्रो ब्युटिफुल वाटर पार्क होइन वाटर फ्लोर्स लगाए चाहिँ यति दामी छ होइन अरू त्यस्तै हो भ्यू सबै राम्रो छ होइन अनि यहाँको सुन्तलाहरू हेर्नु नि यो सुन्तला के कसैले पनि नखाने बाटोमा सुन्तला छ होइन कसैले पनि टिपेर खाँदैन पुरै सुन्तला छ है मन लाग्यो भने तपाईँले टिपेर खान सक्नुहुन्छ फोहोर नगरेर तर खाने चाहिँ कसैले पनि खाने होइन कि यहाँ चाहिँ यस्तो रमाइलो ठाउँ चाहिँ के गाइज होइन यस्तो सुन्तला भएर पनि कसैले खाँदैन हाम्रो नेपालमा भएको भए त कतिले त डोकोमा हालेर बेच्नै जान्थ्यो होला चोकतिर हिजो त होइन सुन्तलाहरू बदामहरू बेच्छ नि त होइन बाटोमा बसेर चिसो सिजनमा चाहिँ बसेर बोक्रा छिल्दै अनि मुङफलीको बोक्रा छिल्दै खान्छ साथीभाइसँग बसेर होइन कति राम्रो भ्यू छ कि हेर्नु त अहिले दिउँसोको भ्यू यस्तो छ होइन बेलुका नाइटको भ्यू पनि झन् बब्बाल हुन्छ कि यहाँ चाहिँ म तपाईँलाई चाहिँ त्यो बेलुका नाइट भ्यू पनि देखाउँछु तर चाहिँ नेक्स्ट भिडियोमा होइन यो भिडियोलाई यदि मन पराइदिनु भनेपछि चाहिँ म चाहिँ नेक्स्ट भिडियो बनाएर हाल्छु होइन नाइट भ्यूको चाहिँ यहाँ चाहिँ यस्तो दामी छ कि यहाँ चाहिँ गेटहरू यस्तो दामी बनाएको छ होइन
यस्तो यस्तो छ आयनापाको भ्यू गाइज यो चाहिँ होइन पछाडि हेर्नु टक्क लगाएर अहिले मान्छे चाहिँ कोही पनि छैन यहाँ खाली खाली छ होइन आउनु चट्लाएर घुम्नु साइप्रसमा भएको साथीहरूले चाहिँ लिमासोल लार्नाका कता हुन्छ टक्क आउने घुम्ने है यहाँ चाहिँ कुन बस चाहिँ कति टाइममा आउँछ भनेर चाहिँ एक्ज्याक्ट यो टाइम देखाइदिन्छ होइन तपाईँहरूको डेस्टिनेसन अनुसारको यहाँ नाम पनि लेखेको छ यो चाहिँ 43 नम्बरको बस चाहिँ आयनापा टु पारालिमी जाने 10 मिनटमा चाहिँ आउँछ भने यहाँ चाहिँ टाइम दिएको छ मिनट्स होइन यहाँ चाहिँ बस दिएको छ रुट देखाइदिएको छ करेन्ट टाइम पनि देखाइदिएको छ अनि यहाँ चाहिँ टेलिफोन होइन गाइज यो हलिउड मुभीहरूतिर हुन्थ्यो नि त पुरानो फिल्महरूमा भनौँ लाइक नयाँ फिल्महरूमा नि हुन्छ कतिपय यो चाहिँ फोन गर्ने फोन कल राखिदिएको छ होइन यो चाहिँ प्रोटोकल जस्तो राखिदिएको छ यहाँ चाहिँ टोटल्ली सुनसान हो कि यहाँ चाहिँ केही छैन है भोलि पर्सि समर सिजनमा चाहिँ यस्तो मान्छे हुन्छ यहाँ चाहिँ एकदम भिडभाड हुन्छ गाइज होइन अब यहाँ चाहिँ अहिले चाहिँ पुरै सुनसान छ अलिक पछि समरमा चाहिँ हो कि यहाँ चाहिँ एकदम भिड हुने चाहिँ दिस इज द वान फेमस प्लेस इन साइप्रस टु विजिट गाइज होइन मोस्ट अफ द टुरिस्ट आर कमिङ हियर टु इन्जोय दिस समर्स if you like these views you can also come to visit once times here सुनसान हो पुरै सुनसान हो कि यहाँ त एकदम सुनसान हो यहाँबाट यता पछाडिको चाहिँ अघि गएको भिडियोहरू चाहिँ यो हो लुकिङ ग्लास लागिसक्यो क्या गाइस ल है त साथीहरू अब चाहिँ पार्कमा घुमेर चाहिँ अब हामी चाहिँ रुम फर्किन थालेको अब एकछिन पछि चाहिँ भिडियो आउँछ होइन साथ सपोर्ट दिनु होला लाइक सब्सक्राइब सेयर गरिदिनु होला कमेन्ट है म चाहिँ हजुरहरूको कमेन्टको लागि चाहिँ प्रतीक्षा गरिरहनेछु बिग्रेको कुराहरू भनिदिनु होला ताकि सुधार्नमा सजिलो होस् है यो चाहिँ हामीले सामानहरू लिने एलिना सुपर मार्केट भयो गाइज होइन